हेलो एभ्रिवान, नमस्कार फेरि पनि। आज चाहिँ म मकवानपुर गढीतिर आइपुगेको छु। गढीको किल्ला यो हो हैन। यस्तो छ, नेपालको झन्डा पनि। खासमा भन्नुपर्दा यसको विषयमा मलाई केही पनि जानकारी त छैन, तर पनि धेरैचोटि यो बाटो म हिँडिराख्दा पनि म पस्ने मौका पनि पाएको थिएन। आज चाहिँ राम्रोसँग हेर्नेछु, मौसम पनि साह्रै राम्रो छ। सो हेरौँ कस्तो रहेछ मकवानपुर गढीको किल्ला है। तपाईहरू पनि जोडिरहनु होला। अब यो तामाङहरूले नेपाली भाषा बोल्दाखेरि चाहिँ अर्कै भनौँ न बोलिन्छ भन्थ्यो, सायद हो कि क्या। मकवानपुर गढीको किल्ला वाउ, र अलि सरसफाइ गरे भए खतरनाक देखिने रहेछ होइन। सरसफाइ चाहिँ अलिक कमजोरी नै देखियो। छेउछाउ ठिकै छ। हुन त आज भोलि बर्खाले गर्दाखेरि टुरिस्टहरू त्यही धेरै आउँदैन भनेर पनि हुनसक्छ, र मलाई लाग्छ सरसफाइ गरेको भए चाहिँ साह्रै राम्रो देखिन्थ्यो होला है। ठिक छ। वाउ, यो एरियाको भ्यू चाहिँ मान्नुपर्छ यार। मकवानपुरको भ्यू है यो। शिवम सिमेन्ट उयो तल, ल मकवानपुर खाल्टो यही हो ल मकवानपुरको। आजको दिन चाहिँ गढीतिर घुमघाम छु। हेरौँ के रहेछ अवस्थाहरू, के रहेछ, के हुने रहेछ। राम्रोसँग हेरौँ। एक राउन्ड घुम्नु पर्यो पहिला, अनि त्यहाँबाट चाहिँ भित्र गएर हेर्छु भित्र कस्तो रहेछ, हेरौँ है। तिमी बिना बाँच्दिन भन्नेले तिनटा बुढो फेरिदिन्छ जान्नेले भने अघि के भन्नु। वाह, यति धेरै घुम्दा पनि तर ठाउँमा चाहिँ नपुगेको छ है।